गुड मर्निङ सम्पूर्ण साथीहरूलाई वेलकम टु माई अनदर ब्लग। साथीहरू आज फेरि म चाहिँ एउटा मार्केटहरूमा गइरहेको छु। म के अरे हाट बजारतिर गइरहेको छु हैन साथीहरू। आज अर्को नयाँ हाट बजारमा गएको छु, धेरै दिनपछि जाँदैछु। आज शुक्रबार हाट बजार छ, त्यसो भए आउनु साथीहरू। एकदम सरल यसो गरेर पानी परिरहेको छ। म चाहिँ अहिले प्रिमर भन्ने ठाउँमा चाहिँ उत्रिसकेको छु बसबाट। अब यतातिर हो म जाने, यो गाडी यता जान्छ क्या, रायपुरतिर जान्छ, म यो साइडमा हो जाने। अनि अब गाडी वेटिङ गर्नुपर्छ, हल्का नास्तावास्ता पनि खाएर अनि जानुपर्छ। अनि दिउँसोसम्म पुरै भोक लागिहाल्छ क्या फेरि है त। कन्टिन्यू अगाडि गर्दै जान्छु म चाहिँ अहिले गाडीको वेटिङमा छु। नास्तावास्ता भइसक्यो मेरो। अनि आज चाहिँ विशेष के अरे साउन 15 रहेछ। साउन 15 को सम्पूर्ण नेपालीहरूमा, खिर खाने दिनको सम्पूर्ण नेपालीहरूमा धेरै धेरै शुभकामना छ है त सबैलाई। अनि भलकलाई, मेरो भलकलाई साथ सपोर्ट माया पनि गर्दै गर्नु होला। के हो गाडी आयो क्या, टुटु त गर्छ होइन, अर्को गाडी रहेछ आइरहेछ। अब गाडी एकछिनमा आउँछ। म चाहिँ गाडी लाग्ने बस स्टपमा जान लाग्छु। अनि भलक केटाहरू चाहिँ अगाडि गइसकेका छन्। यतातिर घाम लागेको छ, हाम्रो बस्ने ठाउँतिर पानी परेर हैरान छ यार, के भन्ने, यहाँ पनि हालत खराब छ। ल अगाडितिर म फेरि देखाउँछु है त। गाडी पनि आयो जस्तो लाग्छ। चाहिँ अहिले नदीघाट भन्ने ठाउँमा आइपुगेको छु। लगभग 1-1.5 वर्षपछि आइयो यो ठाउँमा। यहाँ तल नदी छ क्या, यतातिर बसले उचाल्दा उचाल्दा टाउकोमा चोट लाग्यो, दिमाग खराब भयो यार। यतातिर पनि पर यता छ टक्कै, यहाँनिर नदी छ तल। अनि यस्तो छ। अब साथी केटाहरू चाहिँ अगाडि गइसकेका छन्। अब म चाहिँ यहाँबाट अटोमा यात्रा गर्नुपर्ने हुन्छ, बस त छैन होला, अटो यात्रा हुन्छ। अब यहाँबाट फेरि 20 रुपियाँ लाग्छ। अरू यो हाट जाने पनि काम के हुनु, यो पैसा काल। यहाँबाट अटोको यात्रा हुँदैछ मेरो। अटोमा जाँदैछु म। अब यहाँबाट फेरि 20 रुपियाँ लाग्छ हाटसम्म जाने। बस पाउँदैन, अटोमा हो जाने। जोलीहरू कोही छन् कि यता सर। अब टोटोमा अटो भन्छ, यहाँ टोटो भन्छ कि हाम्रो अटो भन्छ। जाँदैछु है त। ल त्यही हावादम भइरहेको छ। अब हाम्रो वहाँ बहुत गाह्रो हुन्छ नि त, पानीको सुविधा त्यो भएको कारणले अलि त अप्ठ्यारो हुन्छ। यहाँ चाहिँ अब पानी सानीको टेन्सन हुँदैन। हाम्रो लक्की सागरको बजार हो। यहाँ पनि पहिला हाम्रो नेपालीहरूले ड्युटी, मैले चाहिँ त्यो ब्रेडसँग, अब मासुसँग चाहिँ ब्रेड खान लागि ब्रेड किनेर सुनेको छु। अनि अब यहाँ रोटी पाउँदैन क्या यो ठाउँमा, फेरि समस्या। साँझिखेर हो पाउने, दिउँसो चाहिँ पाउँदैन। त्यसो भए हुनाले ब्रेड सिरेड सब रेडी किनेर रेडी छ। अब म जाँदैछु लाग्छ क्या यस्तो गरा टक्कै यतातिर देखायो छ। यस्तोले चाहिँ लहरू छ। अटोमा गएर मार्केट आउन लागिसकेको छ। कस्तो छ हो, यहीँ नजिकैको मार्केट हो। आयो अब यो चाहिँ मार्केट सुरु भइसक्यो यहाँबाट। सानो छ मार्केट, खानपिनको लागि हो, भुँगुरको मासुहरूको लागि। ल आइसक्यो। अब पानी आइसकेको छ। आइज ल समा, यो पाउरोटी समा त अहिले आउँछु, भिडियो बनाएर जा। अहिले आउँछ म एकछिनमा। यहाँ साइलो पनि भेटिसक्यो। म एकछिन यहाँ बजारतिर गएछु, आइसकेपछि त भिडियो त बनाउनु पऱ्यो होइन। अहिले फेरि खानपिन भयो भने यी सामानहरू चाहिँ पाउँछ क्या, यस्तो सामानहरू टक्क पुरा यस्तो सामानहरू चाहिँ। बाटो क्या तालको बाटो छ यार, यस्तो बाटो छ, यस्तो छ क्या बाटो। कपडाहरू हाट बजारमा सस्तो सस्तो सामानहरू पुरै चाहिँ यस्तोले पाउँछ एकदम पुरै। मौसममा पानीले परेर हालत খারাপ छ। ঠিক আছে, তুলছি। কাপড় দোকানের এদিকে তুলে দিচ্ছি, ভালো ভালো কাপড় আছে, সব নিয়ে যাবে বন্ধুরা। अनि बोले सबैको चरु अगाडि यतातिर मासुहरूको दोकानहरू छ। यो चाहिँ खसी काटेका छन्। आज धेरै ठुलो रहन्छ कि मार्केट, एकदम सानो रहेछ। मासु दोकान बाबै, मासु दोकान त जाने ठाउँ त बाटो त खतम रहेछ त, हिलो छ यहाँनिर मासु पाउने ठाउँ। ও ভাই কে छ মাংস নিয়ে গেছে? মাংস নিয়েছে, আমাদের লোক নিয়েছে মাংস। ल माংस लगिरहेछन् त। ल ठिक छ। ल ल यहीँ हो मासु पाउने ठाउँ। तर पतारामा पाउँछ क्या, यहीँ टक्क यस्तो छ क्या पताराहरूमा। हाम्रो नेपाल पतारा भन्छ, टपरी, हामीहरूकोतिर टपरी भन्छौँ। यस्तो हो क्या, टपरी भन्छौँ। यस्तोमा चाहिँ ट्याक्क घरबाट ल्याएर बनाएर चाहिँ यस्तो तरिकाले। ल मासु चाहिँ केटाहरूले चाहिँ लगेर बनाइसकेका छन्।
म चाहिँ एकछिन मार्केट देखाउँ भनेर आएको। मार्केटलाई यसो देखाइ प्रमोट गरिदिइहालौँ, लकी सागर हाटलाई पनि भनेर आए हो। यस्तो छ। अब कताबाट जाम त? यहाँबाट हिलो छ कि छैन? यताबाट हिलो। माछा जाल, माछाको जालहरू एकदम पुरै सस्तो सस्तो। यो जालहरू चाहिँ सस्तो सस्तो पाउँछ यहाँतिर है। पुरा राम्रो भएको छ कि छैन साथीहरू यसो भन्नु होला, कमेन्ट पनि गर्नु होला है। यतातिर हो हाम्रो खानपिन कार्यक्रमको केटाहरूले लगेर गइसकेका रहेछन्। भिडियो चाहिँ यो साइड पछाडितिर, पछाडि साइडमा गएर खाने हो है त। कहाँ उतै गयो यदि बाटो? आउँदा हिलो छ एकदम पुरा। के हुनु यार, उहाँको जस्तो छैन क्या ठाउँ। ठाउँमा बसेर खान्छन् रहेछ। ट्याङ्ग्रे हाट जस्तो छैन यहाँ ठाउँ। तर कुन्टा रास्ता यतै ट्याङ्ग्रे हाट मात्र नै यतिकै। ट्याङ्ग्रे हाटमा जस्तो छैन। भिडियोहरू बनाउने, मासु खाने के हुनु गोर्खाली बसाइ। यहाँ मासु यहाँ चाहिँ पाक्यो, अब आधा 2 किलो अझै पाक्दैछ। यसलाई पनि यतै पकाउने व्यवस्था गर्न पाए कस्तो हुन्थ्यो? यो अलिक कस्तो भने गाउँ एरिया पऱ्यो, देहाती एरिया, देहाती भन्दा पनि आदिवासी एरिया पऱ्यो। त्यसो भएर हामीले चाहिँ आज यहाँ, पहिला त हामी त्यहाँ घरहरूमा यसो बसेर खान्थ्यौँ। आज केटाहरू यता आइएछन् क्या। त्यही भएर मासु चाहिँ बनिसक्यो। मासु आधा खाइसकेका रहेछन्, आधा छ, अझ 2 किलो पाक्दैछ। अब यसको ओपनिङ चाहिँ हामीले गर्न सुरुवात गरिसकेका छौँ है त। ल ताली बजाउँ। ओपनिङ यस्तो चाहिँ यार अस्तिको जस्तो ट्याङ्ग्रे हाटको जस्तो भएन क्या, भने जस्तो देखाउनु। ल अब बोनी चाहिँ गरिहालौँ। ल केटा त पनि खाइहाल त। ल मैले चाहिँ बोनी गरेँ। ल साथीहरू सबैलाई सम्झेर होइन, अब यसो खाइहाल्नु पऱ्यो। तागो त छोड्ने कुरो त भएन, पोलिथिन उडाएर लग्यो। अब भयो बर्बाद। यता त यहाँ काप पुरा मासु। ल हामी चाहिँ सुरुवात गरेँ है त साथीहरू। ल मजै आउँछ कि यसमै मजा आउँछ खाना त। त्यही भएर त छोडिन्न त, गाह्रो त्यो छ हजुर। यसरी बिराटहरूसँग खानुपर्छ अब। के होटेल छैन नि यहाँ खानालाई, खाना ठिक छ। गजब छ चाहिँ। अब खानपिन कार्यक्रमहरू अहिले लास्टमा थाली ल्याएर त्यहाँबाट गाउँबाट थाली मागेर चाहिँ यसरी चाहिँ मासुहरू गराइएको छ। अझै पनि छ त्यहाँ माथि पल्टिनमा। हाम्रो दाई पनि आज धेरै दिनपछि भेट हुनु भएको छ। सुँगुरको मासु राजु यहाँ छ। हाम्रो भतिजो सब भतिजाहरू, केटाहरू, दाई भाइहरू सबै आफन्तरी मात्रै छौँ। एउटा अझ परमा पानी ल्याउन गएको छ, आएको छैन साथीहरू। खानपिन चाहिँ हाम्रो दारी भइरहेछ जस्तो छ। अनि यो मासुको भिडियो सम्पूर्ण साथीहरू हाम्रो चाहिँ अब आजको चाहिँ हाट बजारको खानपिन कार्यक्रम सिद्धिएर चाहिँ आज असार 15 दही चिउरा खिर खाने दिनको सबैलाई चाहिँ खिर खाने दिनको एकदम धेरै धेरै शुभकामना। हामी चाहिँ अब लास्ट छ। अनि हाम्रो खानपिन भएर पनि हामीहरू चाहिँ जाँदैछौँ। लास्ट इन्डिङको अवस्था हो। अब चाहिँ हामी यहाँबाट खिर खाने दिनको धेरै धेरै शुभकामना भन्दै अब हाट बजारबाट हामी चाहिँ हाम्रो रुम आफ्नो गन्तव्यतिर चाहिँ लाग्दैछौँ। ल सबैलाई धेरै धेरै धन्यवाद। भिडियो हेर्दै गर्नु होला, साथ सपोर्ट गर्दै गर्नु होला।